बाँदर र बाघको शत्रुता। एका देशमा बाक्लो जङ्गलले ढाकिएको एउटा रमाइलो ठाउँ थियो। त्यही जङ्गलमा एउटा चालाख बाँदर र एकदमै शक्तिशाली तर घमण्डी बाघ बस्थे। बाघ आफूलाई जङ्गलको राजा ठान्थ्यो र सधैँ अरू जनावरलाई हेप्थ्यो। एक दिन बाघले बाँदरलाई देखेर भन्यो, "हे सानो बाँदर, यो जङ्गल मेरो हो, तिमी यहाँ किन कराइरहेका छौ?" बाँदर डराएन, मुस्कुराउँदै भन्यो, "जङ्गल सबैको हो बाघ दाइ, केवल बलले मात्रै राजा बन्न सकिँदैन।" यो कुरा सुनेर बाघ रिसायो। त्यस दिनदेखि बाघ र बाँदर शत्रु बने। केही दिनपछि बाघले बाँदरलाई फसाउने योजना बनायो। ऊ ठूलो गर्जन गर्दै जङ्गलभरि हिँड्न थाल्यो ताकि बाँदर डराएर तल झरोस्। तर बाँदर निकै बुद्धिमान थियो। बाँदरले माथिबाट करायो, "बाघ दाइ, तल नआउनुस्, तल त शिकारीले जाल राखेका छन्।" बाघ अचम्ममा पर्यो। "साँच्चै हो?" भन्दै डरायो। त्यतिखेर बाँदरले अर्को रुखमा बाँधिएको ड्रम, ढोल हावाले बज्न थालेको देखाएर भन्यो, "त्यो आवाज शिकारीको हो।" बाघ डरले काप्न थाल्यो र जङ्गल छोडेर भाग्यो। त्यसपछि कहिल्यै पनि उसले बाँदरलाई दुःख दिएन। शिक्षा: 1. बुद्धि बलभन्दा ठुलो हुन्छ। 2. घमण्डले मानिस वा जनावरलाई कमजोर बनाउँछ। यदि यो कथा मन पर्यो भने लाइक गर्न नबिर्सनुहोस्। यस्ता रमाइला र शिक्षाप्रद कथाका लागि सब्स्क्राइब गर्नुहोस्।